हरेक बिहान एउटै आवाजले उठाउँछ, तर उठ्ने कारण भने दिनदिनै हराउँदैछ। दिनहरू सधैँ एउटै, बिहान ड्युटी, दिउँसो ड्युटी, 12-15 घन्टाको ड्युटी। दिनहरू फरक छैनन्, नाम मात्रै फरक। तर आज मैले आफैलाई रोकेर निस्किएँ। नमस्कार। आज फेरि बिहान सुरु भयो। अलार्म, ड्युटी, हतार सब छोडेर आज हामी पिसफुल ठाउँमा फिसिङ गर्न आएका छौँ। हामी चाहिँ सुनमा यो हान्छौँ अनि त्यसो भएन भने मैले अलिक माछा पनि लिएर आएको छु। सबैभन्दा मन नपर्ने यही हो यार। ओ भाइ ग्याप लाउनु पर्यो। वा अब यतिपछि घाम हुँदैन, त्यस्ता नाथे घाम भयो। अब हामी जाउँ उतापट्टि। अब हामी के अरे ऊ त साइडमा जाने हुँदैछ। अब यसलाई यहाँ राख्नु एकछिन। रक फिसहरू पाइन्छ यतापट्टि हानु भने चाहिँ, तर म रक फिस नमाने मलाई हेर्दै डर लाग्छ त्यो फिस त्यहाँ। यहाँनिर हान्दाखेरि हुन्थ्यो, बल्छी अड्किन्छ क्या, त्यही भएर त्यहाँ गएर टक्क एकछिन हानौँ होइन। पानी घटेको छ, यहाँसम्म हुन्छ पानी त्यहाँ। हो अब यहाँबाट हाल्नु चाहिँ मजा हुन्छ होला। हाल्नु नआएर पनि होला, अघि मेरो फोत त निस्किपठाएँ। अब चाहिँ निस्किँदैन कि भन्ने आएको छ। त्यो गरेर हानौँ। What the hell? सुरुमा अड्क्यो फेरि। यसरी जाने कसरी हुन्छ जाने सोल्टी अनि उता अड्नु भएर बोट। माछा परीक्षा आएको छ तर के अड्की पठायो। माछा आएको थियो अड्कियो नि यार। अहिले त माछा आएको थियो, फर्स्ट अड्केर बल्छी नै गयो। ओ हाम्रो फर्स्ट कास्टिङ र सेकेन्ड कास्टिङमा चाहिँ बल्छी अड्किन्छ, अनि त्यहाँ बिस्तारो चाहिँ आइडिया हुन थाल्यो कसरी हान्ने कहाँ हान्ने भनेर। यसरी नै हाम्रो 2 घन्टा बितिसक्छ, एक बाइट पनि हान्दैन। तर लास्टमा चाहिँ फाइनली एक बाइट हान्छ, त्यो पनि ढुङ्गामा बसेर अड्किन्छ। अब हामी रुम पनि जाने बेला भइसक्यो, किनभने हाम्रो अब पूर्ण सर चाहिँ ड्युटी जानुभएको छ। अब ड्युटीबाट आउने बेला भइसक्यो। अब म गएर खानासाना पकाउनु पर्छ।
अब हामी एउटा अझै ट्राई गर्छौँ अनि त्यसपछि रुमतिर जान्छौँ। लास्टै घाम पनि हुन्छ ल। आज हामी चाहिँ माछा मारे पनि होइन, हामी फेरि माछा लानु नसक्नु पऱ्यो किनभने मैले छ नि सबै सामान ल्याइदिन छु कि मैले नाइ पनि लिएको छैन अनि त्यो माछा राख्ने सामान अर्को पल्ट आउँदा चाहिँ हामी पुरै प्लान गरेर अनि सबै सामानहरू लिएर आउँछौँ अनि त्यहाँदेखि फिसिङ गर्छौँ र आज चाहिँ हामी यो सबै माछाको लागि लिएको खानेकुरा माछालाई नै दिएर जान्छौँ होइन। हामी नेक्स्ट टाइम सायद यहीँ आउन सक्छौँ। आज माछा त समात्नु सकेन तर मेरो लागि रुटिन ब्रेक गएर यहाँसम्म आउनु ठुलो कुरो जस्तो लागिरहेछ। त्यही भएर आनन्द पनि फिल भइरहेछ। अब हामी रुमतर्फ जान्छौँ। यताको नजरा यस्तो छ, यो ढुङ्गा जस्तो हुन्छ। हामी चाहिँ रुममा आइसक्यौँ। अब भनेको हामी नुहाइधुवाइ गर्नुपर्ने हुन्छ अनि नुहाएर हाम्रो खाना पकाउने कार्यक्रम हुन्छ। अब आज हामीले माछा त ल्याउनु सकेन, माछा त ल्याइन्थ्यो होला तर हामीले कटिङ लाग्यो। हेर्नु मैले तपाईँलाई केही लगाइदिन्थेँ हजुर ल। यो त हामीले माछा सफा गर्नु पनि सक्दैन थियौँ अनि हामी माछा मार्नु सक्दैन थियौँ। यो हाम्रो हतियार यो थियो, यो पनि मैले मगाएको थिएँ तर यो लगिन छ। हाम्रो फर्स्ट डे पनि हो, हल्का एक्सपिरियन्स हो। हामी अर्कोचोटि माछा मारेर पनि लिएर पकाएर खानेछौँ। नुहाउनुभन्दा अगाडि खाना बसाउनु पऱ्यो। खाना बसाएर नुहाएपछि आयो हामी सब्जी बनायो। हामीले नुहाइसक्यौँ होइन अनि हामीले खाना पनि पकाइसक्न लाग्यो भन्दा भयो। हामीले सब्जी पनि बनाइसकेका छौँ, हाम्रो खाना पाकिसक्यो अनि यता सब्जी पनि हुँदैछ। अब हाम्रो पूर्ण सर आउँदै हुनुहुन्छ। कहाँ भात पकाउनु हो पूर्ण सर? म त माछा मार्नु गएँ नि त आज। के गर्नुपर्ने आइडिया हुनु? के गर्नुपर्ने? न पैसा लाग्छ न फ्रीमा दिएको आइडिया होइन। के गर्नुपर्ने? के गर्नुपर्ने बिदाको दिन तपाईँलाई कम्पनीले किन बिदा दिएको? ग्यारेज बिरियानी ल्याउन पनि हुन्थ्यो। त्यसपछि तपाईँलाई अरू के छ त्यो खानेकुरा ल्याउँदा बिहान उठेर भात पकाउने हो त बिदा गरेँ। त्यस्तो हामी खाना खाइदिउँ गाइज, खाना खाइदिउँ। पूर्ण सर त खाना पनि खानुहुन्न आजभोलि। खाना भन्दा पनि रिसाउनु हुन्छ सर, के गर्नु र तपाईँ रिसाउनुहुन्छ? रिसाउनु मन पर्छ जबरजस्ती खानुपर्छ के हो त्यस्तो त हो साथीहरू हाम्रो कसरी खाना अब चाहिँ भात नखाने भन्दा पनि रिसाउनुहुन्छ। खानै पर्छ मिठो पकाउनु भन्नु खानु भएको छ होइन। एक्कासी तपाईँले यस्तो मिठो कसरी एक्कासी मिठो पकाउनु थाल्नुभयो? खाएर भन्नु भएको थियो हुन्थ्यो, नखाइकन खाएन। होइन भन्नु सर मिठो कुराको चाहिँ खानै पर्दैन क्या, आइहाल्छ नि बाँच्न हराएर गुवा मर्की लगाएर अहिले केही थाहा भएको छैन अरे मान्दिनँ। खाना त फेरि अनि छोड्ने होइन है, हिजो त बुझाउनु पऱ्यो नि त।